दर्शकवृन्द नमस्कार। स्वागत छ तपाईलाई गेम विथ 12 च्यानलमा। आउनुहोस् ढिला नगरी विषयवस्तुतिर प्रवेश गरौँ। नेपाल प्रिमियर लिग एनपीएल सिजन 2 यसै नोभेम्बर 17 देखि सुरु हुँदैछ। यो एनपीएल सिजन 2 को महासंग्राममा कुल 8 टोली उपाधिका लागि भिड्नेछन्। साथीहरू, अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स भएको थियो भने लुम्बिनी अङ्क तालिकाको अन्तिम स्थानमा थियो। त्यसैले पनि होला विशेष गरी सबैको नजर एउटै टोलीमा छ, त्यो हो लुम्बिनी लायन्स। यसपटक लायन्सले केवल प्रतिस्पर्धा गर्ने छैन, शासन गर्नेछ भन्छन् उनका समर्थकहरू। आउनुहोस् आज हामी टिम लुम्बिनी लायन्सको स्क्वाड बारेमा छलफल गर्दैछौँ। कस्तो छ त टिमको स्ट्र्याटेजी र गेम प्लान? दिलीप नाथ विकेट किपर, ब्याट्सम्यान अनुभवी विकेट किपर, विकेट किपिङको जिम्मेवारीका साथै टप अर्डरमा महत्त्वपूर्ण रन जोड्ने क्षमता। शेर मल्ल प्रमुख स्पिन हतियार, हरेक महत्त्वपूर्ण ओभरमा विकेटको खाँचो पूरा गर्ने जादुगर स्पिनर, रनको गतिलाई नियन्त्रण गर्ने र तल्लो क्रममा ठूला शट खेल्न माहिर खेलाडी। दुर्गेश गुप्ता युवा अलराउन्डर, लोअर अर्डरमा द्रुत रन बनाउन र राम्रो गतिमा बलिङ गर्न सक्ने खेलाडी। हालैको एक्स्ट्राटेक ओभरमा भइरहेको अभ्यास खेलहरूमा उनको प्रदर्शन तारिफ योग्य नै छ। दिनेश अधिकारी अनुभवी बलर तथा टिमलाई चाहिएको बेला राम्रो ब्याट पनि चलाउन सक्ने क्षमता भएको खेलाडी। अभिषेक गौतम युवा स्पिन बलर, सटिक र धारिलो फिर्की बलिङमा विपक्षीलाई जालमा फसाउन माहिर खेलाडी। अघिल्लो सिजन खुब चर्चा बटुल्न सफल हुने, परिपक्व र उत्कृष्ट खेल्नेमा टिम विश्वस्त छ। तिलक भण्डारी टिमको अर्का महत्त्वपूर्ण बलर, लेग स्पिनर, बलिङमा भेराइटी भएको टिमको प्रिय अनि एकदमै भरपर्दो खेलाडी। आदिल खान विकेट किपर ब्याट्सम्यान, उनले टिमलाई विकेट किपर ब्याकअपका साथै आवश्यकता अनुसार ब्याटिङ विकल्प दिन सक्छन्। विशाल पटेल युवा लेफ्ट आर्म पेस बलर, अभ्यास खेलमा निकै नै चर्चा कमाउन सफल हुने, उमेरले सानो भए पनि यर्कर बल होस् या तीव्र उच्च गतिको बाउन्सर, उनी प्रतिद्वन्द्वीको टाउकोमा बलले मनोबल गिराउन माहिर छन्। टिम घरेलु हतियार र गहिराईसम्म लैजान सक्ने खेलाडीहरूले भरिपूर्ण। लायन्स केवल विदेशी नाममा निर्भर छैन, नेपाली क्रिकेटका स्टार्स खेलाडीहरूले पनि अझ ब्यालेन्समा देखिन्छ। सन्दीप जोरा मध्यक्रमको भरपर्दो खम्बा। सन्दीप जोरा नामै काफी छ, उनी टी20 फर्म्याटमा नेपालकै उत्कृष्ट विस्फोटक ब्याट्सम्यान भन्दा फरक नपर्ला। वेस्ट इन्डिजसँगको खेलमा होस् वा अन्य खेलमा होस्, उनी एकदमै फर्ममा छन् र यही तरिकाले गए लुम्बिनी लायन्सलाई ठूलो ऊर्जा मिल्नेछ। दुर्भाग्यपूर्ण भन्नुपर्छ साथीहरू, हाम्रो अलराउन्डर विवेक यादव चोटका कारण यस सिजनमा खेल्न नसक्ने लगभग निश्चित छ। तर यो चोट एक नयाँ अवसर पनि हो। टोली व्यवस्थापनले विवेकको स्थानमा अब कुन शक्तिशाली घरेलु अलराउन्डरलाई मौका दिनेछ त? यो घोषणा छिट्टै हुँदैछ। कप्तानी र विदेशी आक्रामक खेल शैली। रोहित पौडेलको नेतृत्व राष्ट्रिय टोलीका कप्तानको त्यो क्रिकेटिङ दिमाग, उनको कन्सिस्टेन्सी पर्फर्मेन्स लायन्सको रणनैतिक हतियार हो। र थप यस सिजन लायन्सको आक्रमणलाई विश्वव्यापी बनाउन दुई नाम निश्चित भएका छन्। अस्ट्रेलियाका पावर हिटर डार्सी सट, बिग ब्यास लिगका अनुभवी र टोलीलाई विस्फोटक सुरुवात दिने ओपनर। इटलीका फास्ट बलर थोमस ड्रका आफ्नो गतिको धारले विपक्षीको ब्याटिङ लाइनअप भत्काउन तयार रहन्छन्। साथीहरू, याद राख्नुहोस्, टोलीले अझै पनि दुई बिग नेम विदेशी खेलाडीको पद खाली राखेको छ।
ती दुई नाम जोडिन साथ लुम्बिनी लायन्सको शक्ति अविश्वसनीय हुनेछ। कमेन्ट बक्समा गएर भन्नुहोस् लुम्बिनी लायन्सले अब कस्तो खाले विदेशी खेलाडी भित्राउला, ती को हुन सक्लान्। साथै हामी एनपिएलको अन्य टिमको स्क्वाडको बारेमा पनि यसरी नै भिडियो लिएर आउनेछौँ। धन्यवाद।